अकबरी सुनलाई कसिलाउनु पर्दैन। यसको अर्थ हो राम्रोलाई जाँचिरहनु पर्दैन। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। अकबरी सुनलाई कसिलाउनु पर्दैन भने झैँ बोर्ड प्रथम भएकी अञ्जनालाई क्याम्पसले प्रवेश परीक्षा नै लिएन। जसले मह काट्छ उसले हात चाट्छ। यसको अर्थ हो काम गर्नेले फल पाउँछ। वाक्यमा प्रयोग गरी हेरौँ। जसले मह काट्छ उसले हात चाट्छ भने झैँ वर्षभरि मिहिनेत गरी पढ्ने उमेश आयोगको परीक्षामा प्रथम भए। अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ। यसको अर्थ हो आफूलाई परेको घटना सम्झेर तर्सिनु। वाक्यमा प्रयोग गरी हेरौँ। अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भने झैँ प्रहरीको कुटाई खाएका मुकुल प्रहरीभन्दा डराउँछन्।